धेरैजनाले गम पाउन् कि बीजेपी सरकारले हाम्रो आसामको लागि दमदार काम गरेको छ। अब भोट आयो है, भोट आयो कि आएन? भोट आउँदैछ नि, हाम्रो आसाममा भोट आउँदैछ, आउँदैछ नि। तर भोट माग्नका लागि सबै आउँछन् नि, आउँछन् कि आउँदैनन्? तर भोट दिने अधिकार कसको छ? हाम्रो छ नि। हामीहरूले कसलाई दिन्छौँ त्यो हाम्रो मर्जी हो कि होइन? तर हाम्रो मर्जी मात्रै भएर जे गर्न पनि पाइँदैन। समाजमा है, पब्लिकमा, गाउँ घरमा के हुँदैछ त? कुन सरकारले राम्रो काम गर्दैछ त? त्यो विचार गर्नुपर्छ पहिले हामीहरूले। पर्छ कि पर्दैन? हामीले सरकार बनाउनुको मतलब के हो? गाउँ राम्रा हुन्, बाटा राम्रा हुन्, हर घरमा फेसिलिटी होस्, स्कुल बन्दी हुन्, केटाकेटीले पढ्ने भविष्य राम्रो होस्, हो कि होइन? हुन्छ कि हुँदैन? हुन्छ नि। तर सरकार हामीले बनाएर सरकारले नै केही गरिदिएन भने त्यतिखेर हामीले किन सरकार बनाउने त? किन बनाउने? अगर सरकारलाई बनाएर हामी जिताउनै छ भने नि हाम्रा कामहरू राम्रा हुनुपर्छ पर्दैन? पर्छ नि। आज कयौं वर्ष अगाडि आज बीजेपी सरकार हाम्रो आसाममा थियो भने नि सायद हामीहरू बाहिर यो बेंगलोर चेन्नईमा काम गर्न आउनु पर्ने थिएन, आफ्ना छोराछोरीलाई छोडेर, आफ्नी बुढीलाई आमा बाबुलाई छोडेर। तर अहिले बीजेपी सरकारले नि बहुत राम्रो काम गर्दैछ, बहुत राम्रो। मैले त सरकारबाट केही नपाए तापनि म खुसी छु, किनभने बाटा घाटा बनिएका छन्, जे हिँड्न ओर्न हामीलाई सुविधा भएको छ कि छैन? तपाईहरु आफै भन्नुहोस्। आजको कयौं वर्ष अगाडि बाटा थिए, कांग्रेसको पालामा बाटा राम्रा थिएनन् नि। अहिले बीजेपीको पालामा बाटा राम्रा छन् नि आसाममा। हो भने हो भन्नु, होइन भने होइन भन्नु। जुन साँचो देखिन्छ त्यही कुरो बोल्नु है। मैले चाहिँ देखेको है, बीजेपी सरकारले राम्रो गर्दैछ। र मामा हामीहरू पनि बेंगलोरमा धेरै छौं र अहिले हामीले टिकट पाएका छैनौं र एक दुईवटा ट्रेन स्टल लगाइदिनुहोस् आसाम जानको लागि। हामीहरू आएर तपाईलाई नै भोट दिन्छौं, तपाईलाई नै जिताउँछौं। आउने दिनहरुमा हामीहरूले बेंगलोर चाहिँ आउनु पर्छ है मामा। आसाममै हामीलाई कर्मस्थापन तपाईले गराइदिनुहोस् र भोट तपाईलाई जिताउँछौं, तपाईलाई नै दिन्छौं। र यो भिडियो शेयर गरिदिनुहोस्। हेमन्त मामाको ल्याए र आसाममा धेरै उन्नत गरेको भिडियो र आउने दिनहरुमा केही न केही मोटिभेट भिडियो ल्याउँदै म दीपक सुवेदी आज्ञा चाहन्छु।